साकेलामा चाहिँ हिँडेको होइन हामी चाहिँ यो अटम सिजन छ नि त अहिले त्यही भएर चाहिँ हामी यहाँनिर मम्मीजी भन्छ जापानमा त्यो मम्मीजीमा फोटो खिच्न आएको मलाई चाहिँ आफ्नो कल्चरल ड्रेसहरू एकदमै मनपर्ने भएको हुनाले मैले आज आफ्नो कल्चरल ड्रेस लगाएर अनि त्यहाँदेखि फोटोसोटो खिच्ने निर्णय गर्दा मैले यो लुगा लगाएर आएँ रविन्द्रले चाहिँ यतिकै नर्मलै लगाएको छ उसको पनि अहिले कोट चाहिँ लिएको छ त्यो पनि त्यतिकै त्यो दौरा सुरुवाल चाहिँ लिएको छैन मैले चाहिँ मलाई चाहिँ आफ्नो ड्रेसहरू एकदम मनपर्छ क्या आफ्नो कल्चरल ड्रेसहरू एकदमै मनपर्ने भएको हुनाले मैले चाहिँ यही लुगा लगाउने भनेर यही लुगा लगाएर आएको म चाहिँ रेडी भएर म तपाईँहरूलाई वहाँनिर गइसकेपछि कस्तो छ ठाउँ के कस्तो छ रातो पातहरू कतिको भएको रहेछ भनेर तपाईँहरूलाई देखाउँछु ल हुन त पहिले पनि हामी यही ठाउँ आएको हो पोहोरको साल पनि तर पोहोर चाहिँ राम्रो थियो यसपालि चाहिँ कस्तो छ अब सिजन त यही हो कतिको के छ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई गएर देखाउँछु है त गाइजहरू हामी चाहिँ आइसकेको छौँ मान्छेले हेरिसक्यो मलाई लाज लागिसक्यो मलाई अनौठो देखेर यिनीहरूले सबले हेरिरहेछ कहाँको त्यस्तो कुन देशको मान्छे होला के लगाएको होला ल्यायो भनेर के यस्तो छ गाइस यहाँ यस्तो आज चाहिँ कस्तो दिन पनि ठिक्कको के फुलेको होइन अनि राम्रो देखिरहेछ के यो बुट्टे नै त हो प्लेन हैन अहिलेको जतिको त्यति साह्रो छैन नि भयो हामी चाहिँ पुरै सिँगारिरहेको आया अझ राम्रो ठाउँ चाहिँ मासतिर छ कता घुम्न चाहिँ कता जाँदा मासतिर के जाम न हामी पनि टाइम पलिक छैन र रविन्द्र यहाँनिर यस्तो छ गाइज यहाँनिर रविन्द्रलाई चिसोले हानिरहेको छ हल्का चिसो हैन यस्तो खोक्दाखेरि उसलाई खोकी पनि चलिरहेछ अनि यस्तो छ कि सही टाइममा आएछ नि त है सही टाइममा आएछौँ गाइज हामी सही टाइममा किन मलाई मान्छेहरूले हेरेर हल्का लाज पनि लागिरहेछ नि तिमीलाई चाहिँ किन लाग्छ फेरि सबले हेर्छ नि यहाँको सिनहरू चाहिँ यस्तो रहेको छ यस्तो छ अझै अर्को हप्तासम्म पनि रहने रहेछ यो होइन नआउनु अर्को हप्ता त फेरि रविन्द्रको मानेर फेरि कन्सिरी तातिसक्छ फेरि अर्को हप्ता नै आउनु भनेर त फेरि कन्सिरी तातिसक्छ अर्को हप्ता नआउनु अब यति नै यही हप्तामा यो सालको लागि चाहिँ बिदा गर्ने हो कि होइन अनि बजेले हेर्छ पुलुक्कै फेरि हामी कहाँ चाहिँ आयो उता पल्लोपट्टि जाऊँ न बरु अस्तिनीको पोहोरको ठाउँमा ल एकचोटि जाने उता पुलहरू हेर ए यता पनि राम्रो रहेछ नि त पुलहरू भएको ठाउँ त्यो नेटमा देखाएको यो हो त्यो हो त रहेछ यहीँ त रहेछ ए म त यता माथि हिँडेर पो जानुपर्छ जस्तो लागेको थियो गाडी आउने पो रहेछ त यहाँ होइन ए हो सही हो यही ठाउँ पो रहेछ त म त यतामा निकै माथि जस्तो लागेको थियो यही ठाउँ हो क्या हामीले हेरेर आएको थियो खास यहाँ त ठ्याक्क हाम्रो उको जस्तो पो छ त हाम्रो चिन्डो जस्तो पो देख्छ मान्छेले मलाई हेरिरहेछ क्या सबले मलाई हेरेर अनौठो मानिरहेछ सबले होइन हेरिरहेको छ होस् मलाई लाज पनि लागिरहेछ अझ यो पुरै रातो हुनु रातै छ तर यो भिडियोमा देखेको छैन कि रातो त रातै छ यहाँनिर यिनीहरूले साह्रो हेऱ्यो क्या मलाई भिडियो गर्ने अड लाग्यो उ त्यहाँनिर जाऊँ न है ल हो त गाडीमा गएर के गर्ने गाडीमा जाने गाडीमा के गर्न जाने खानीमै चाहिँ जाने अनि जब हामीले गाडीमा जाऊँ न त मेरो बुलाकी झर्न आँटिसक्यो के छ र
हामी घारीतिर गएको लगाइ छैन मलाई सबैले हेरेर कस्तो अर लागेको क्या अनि त्यही भएर मलाई त्यहाँनिर फोटो खिच्नु पनि अप्ठ्यारो लाग्यो अलिअलि फोटो खिच्यौँ हामीले डबल घारीमा जाने अरे त्यही भएर हामी घारीतिर आएको छौँ यहाँको घारी चाहिँ रहेको छ यस्तो छ घारी चाहिँ यस्तो दामी रहेछ है घारी कस्तो छ यस्तो घारी चाहिँ यस्तो रहेछ कि घारी नै देखा यस्तो देखेछ घारी अब चाहिँ घारी देख्यो घारीमा हामी यस्तो आइसकेको छौँ होइन यो घारी यो घारीमा चाहिँ हामी फोटो खिच्ने अनि भिडियोहरू गर्ने होइन लु घारीको भिडियोहरू गर्दा नि तले बबाल छ यार म त्यस्तो घारीमा जान्छु ल मेरो सल उडाउनु म कस्तो देखेको छु मलाई परी जस्तै देखेको छ भन्ने मलाई चाहिँ लाग्छ क्या आफैलाई मलाई आफ्नो ड्रेस लगाउँदाखेरि चाहिँ जहिले पनि परी जस्तै लाग्छ नपरी देख्यो भने आफैलाई चाहिँ परी जस्तै देखेको छु जस्तो लाग्छ क्या मलाई होइन कस्तो देखेको छु गाइड भनिदिनु पर्यो कि हामीले अरूको यिनीहरूको किमोनोहरू आफ्नो यिनीहरूको ड्रेसहरू लगाएर हिँड्छौँ अनि आफ्नो ड्रेस पनि सो गरौँ न त भनेर म चाहिँ आज यो लुगा लगाएर आएको हाम्रो कल्चरल ड्रेस र हामी दुईजना चाहिँ घारीतिर छौँ है गाई के को गाडी घारी भनेर देख्न सक्नुहुन्छ यहाँ मलाई यस्तो खालको घारी चाहिँ फेरि एकदमै मनपर्छ होइन रौनक कालो देख्यो भने कति टेन्सन फेरि लु म पछाडि भएर हो कि ल तिमीले गर नि ए म अगाडि भएर हो कि मैले हल्का लिपोत पनि गर्छु अनि छोरी मान्छे त हल्का लिपोत त गर्नु परिहाल्यो नि होइन छोरी मान्छे लिपोत गरेर छोरा मान्छे पुरै सादा पानीले मुख धुँदा त अनि त्यही हो अनि किन टेन्सन गर्नु त नि यस्तो दामी छ म भरे तपाईँहरूलाई सबै ठाउँहरू देखाउँछु भनेको समय नै छैन एक पो भइसकेको छ यतापट्टि आउँदा अलिक गोरो देखिनुलाई चाहिँ अलिक गोरो देखिन्छ यतापट्टि चाहिँ अनि हामीले हल्का हल्का फोटो खिचिसक्यौँ भिडियो पनि खिच्यौँ अब चाहिँ हामी बिस्तारै जाने हो गाइस होइन त्यस्तो छ अझै माथितिर ठाउँ छ होला जस्तो लागेको है यस्तो छ कि यस्तो छ गाइस यहाँनिरको भ्यूहरू यहाँ तल चाहिँ सानो झरना पनि छ अनि यहाँ तल चाहिँ वाबुक पनि छ जस यो प्राकृतिक सुन्दरता चाहिँ मलाई सधैँ मनपर्ने हो कि मेरो एकदमै मनपर्ने चिज भनेको नै प्राकृतिक सुन्दरता हो क्या त्यो हुन्छ नि मान्छेहरूले बनाएको भन्दा पनि मलाई चाहिँ यो प्रकृतिले दिएको असली सुन्दरता नै मलाई चाहिँ एकदम मनपर्छ क्या जाडो भयो आया सिघान पनि निस्किँदैछ मेरो फेरि सुनको फुली झर्ला जस्तै छ यस्तो बाटै भरिरहेछ यस्तो धेरै आज चाहिँ मलाई हेरेको हेरेको छ मलाई हेरिरहेको छ म बाल्दिनँ कि होइन यस्तो यो भिडियोमा भन्दा क्यामेरामा भन्दा रियलमा चाहिँ यस्तो दामी छ तर किन हो क्यामेरामा चाहिँ साँच्चै राम्रो नदेखिँदो रहेछ कि होइन अनि फेरि त्यहाँ चियाले नि मलाई हेर्नु थाल्यो फेरि अनि मैले चाहिँ अनि भिडियो बनाउँदै हिँडेको सबले मलाई हेरिरहेको छ मलाई लाज पनि लाग्ने सेलिब्रेटी नै भयो त आज त आया लाज पनि लागिसक्यो मलाई म लजाउँदै भयो भने आज चाहिँ म
लाज पचाएकै हो जेसुकै होस् लाज पचाएर हिँडिरहेको छु होइन मैले चाहिँ आज रविन्द्रलाई चाहिँ देखाएको छ कि रविन्द्रले देखाउने बिर्सेछ रविन्द्र त उद्या छ नि फेरि मेरो रविन्द्र बिना त फेरि म त अधुरो हो अपुरो अनि यस्तो छ कि ए रविन्द्र यहाँ छ हिँडिरहेको छ जाडो भइसक्यो उसले मेरो ब्याग पनि बोकिराखेको छ अनि म चाहिँ भिडियो गरिरहेको छु नि त त्यही भएर हो सबैतिर सेम छ त्यही भएर क्या म ऊ तल गएर अर्को ठाउँमा गएर मात्रै भिडियो बनाउँछु भन्दा हो कि मलाई फेरि लाज लाग्यो यिनीहरूले हेरेर फेरि है तर यस्तो बाटो त हिँड्ने हामी त उकालो उकालो हिँड्दै आएको थियौँ नि है उयोहरू थिएन नि चिसो चाहिँ थियो नि चिसा चाहिँ त थियो पल्लो साइड जस्तो लाग्यो अझै पनि एकचोटि जाम्रा उता हिँड्दै हिँड्दै कहाँसम्म पुगिन्छ त्यतातिर राम्रो छ के गाडी घुम्न आउनेहरूको यत्रो धेरैमा अझै कति मान्छे पार्किङ नपाएर पर पनि पार्किङ नपाएर अनि कति धेरै मान्छेहरू पार्किङ त तर पाउँछ नपाएर भन्दा पनि अघि नै सुरुमा चाहिँ होइन अहिले त फर्किने नि भइसक्यो नि त कति धेरै फर्किने मान्छेहरू नि हुन्छ अनि हाम्रो त पैसा खोजेको बेलामा चाहिँ ठ्याक्क पैसा लाग्ने होइन यो सबै पैसा लाग्ने होइन नि यिनीहरू यो फ्रीकै जस्तो लाग्यो मलाई मुरियो नि लेखेको चिउसिया फ्री नै हो कि पैसा लाग्ने त फरक हुन्छ नि यस्तै छ गाइज आज हामी चाहिँ छोटो समयमा भए पनि मेरो आउने इच्छा चाहिँ पुरा भयो रविन्द्र अलिक बिमारी भए पनि आयो रमाइरहेको छ रविन्द्र पनि घरिघरि हाँसिरहेको छ भोलिदेखि काम छ भनेर फेरि उसलाई पिर परिसक्यो मलाई त अहिले गएदेखि नै मेरो काम छ अब फेरि र पनि म त हिँड्नु भन्नुभएपछि त फेरि हिँडिदिइहाल्छु के यहाँको भ्यू चाहिँ यस्तो रहेछ गाइजी हामी पनि यहीँनिर फोटो खिच्दा भिडियो बनाउँदा गरेर गएको थियौँ यहाँनिर यस्तो छ कि दामी छ नि होइन ठाउँहरू यस्तो छ क्या यहाँनिर चाहिँ हामीले पोहोर यहाँ कति फोटो खिच्यो क्या रातो थियो यसपालि त हरियो भएछ अलिक ढिलो भएछ अस्तिको हप्ता चाहिँ रातो थियो जस्तो लाग्यो मलाई है रविन्द्र यहाँनिर मान्छे थिएन नि त म नि अन्त यहीँनिर फोटो खिच्नुपर्छ मजाले भन्दै मजाले हरियो भइसकेछ कि कति छिटो हो भन कि रातो हुनु चाहिँ बाँकी हो रातो हुनु चाहिँ बाँकी हो कि के हो होइन यसपालि अलिक छिटो छ नि त मौसम पोहोर ढिलो थियो नि त त्यही भएर हो कि उतै त परतिर त रातो छ त नि ऊ यतातिर उतिनीहरू त कहिले त कति रातो थियो यो के को फोटो है सोइला गर्ने बेला भयो त्यो थियो कि यहाँ चाहिँ उता मासतिर नि एउटा बोट यहाँ एउटा बोटहरू अलिक पातलो छ बोट तर कस्तो दामी छ कि यस्तो छ यहाँ पोट साह्रै राम्रो थियो कि हामी आउँदाखेरि यस्तो रातो थिएन यो त है झरिसकेको जस्तो छ रविन्द्र सब यस्तो छ है रातो भएर नि झरिसकेको हो कि के हरियो चाहिँ पो रातो हुन्छ हौ यस्तो रातो छ कि यहाँ यस्तो थियो पोहोर आउँदाखेरि यस्तो थियो कि पोहोर आउँदाखेरि चाहिँ ठ्याक्कै यस्तो थियो कि गाई चाहिँ यहाँनिर यस्तो देख्न सक्नुहुन्छ यस्तो दामी छ कि भिडियोमा अझै कस्तो राम्रो नआएको हौ झन् राम्रो क्लिपहरू लिउँ भनेको राम्रै यो देखे जतिको राम्रो चाहिँ आएन के यस्तो दामी छ यहाँ है वाउ यस्तो दामी देखेछ यहाँ म आफैलाई कस्तो राम्रो लाग्यो कस्तो लोभ आउने के यो ओहो यहाँको भ्यू चाहिँ यस्तो रहेको छ साथीभाइहरू यस्तो तपाईँहरूलाई म देखाउँछु ल एक सरको यस्तो छ कि भित्र झन् कस्तो दामी देखेको के यता चाहिँ अलिक रातो छैन यता चाहिँ हरियो भइगएछ कि हरियो भएको हो कि रातो हुनु बाँकी हो कि यता चाहिँ सिक्रा मात्रै छ यस्तो छ कि अब चाहिँ हामी लगभग यहाँको ठाउँहरू सबै घुमिसक्यौँ
अब चाहिँ हामी गइसक्यौँ। यो झरेपछि पो हरियो पलाउँछ। ए हो झरेपछि चाहिँ अब यो रातो हुनु बाँकी अरे मलाई थाहा थिएन रविन्द्रले भनेको मलाई थाहा थिएन नि त अनि अब चाहिँ हामी अब चाहिँ हामी जाने है मेरो 3 बजीबाट काम छ यहाँ 2 भइसक्यो अब हामी जाने र गाइज म तपाईँहरूलाई यस्तै जे थियो कस्तो बोल्नै आउँदैन हौ मलाई जे थियो त्यही देखाएँ अघि अस्ति नै मैले भनेको थिएँ नि त जे जस्तो छ तपाईँहरूलाई म राम्रो ठाउँ गएर देखाउँछु भनेको थिएँ होइन त्यो ठाउँलाई चाहिँ एक्सप्लोर गर्छु भनेको थिएँ त्यो ठाउँ चाहिँ रहेको छ यहाँनिर यस्तो छ है राम्रो चाहिँ साह्रै राम्रो के तर मनमोहक तानिराख्छ हामीलाई यहीँनिर ल है त